तपाईँ जानु म आज जान्न ल हस् टेक केयर मैले नाइ भन्दा तपाईँलाई अप्ठ्यारो लाग्यो हो नाइ भन्दाखेरि गिल्टी फिल गर्ने कुनै पनि कुरा छैन नाइ भन्नु भनेको त आफूले एउटा बाउन्ड्रिज क्रिएट गर्नु पनि हो नि त होइन र यदि मैले सबै भेटेका मान्छेलाई हरेक कुरामा हुन्छ भन्दै गएँ भने मैले आफ्नो ऊर्जा र आफ्नो समय त अरूमा खर्च गरिरहेको हुन्छु नि त अनि जब त्यो ऊर्जा र समय मैले आफूलाई खर्च गर्ने बेला आउँछ तब त म एकदमै टायर्ड फिल गर्छु अनि त्यो भयो भने त मेरो हरेक कामहरू ह्याम्पर हुने भयो त्यही भएर नाइ भन्नु गलत नभएर चाहिँ एउटा सेफ बाउन्ड्री क्रिएट गरेको पनि हो आजबाट सबैलाई खुसी राख्नुहोस् तर नाइ भन्नुपर्ने अवस्था आयो भने त्यसलाई नेगेटिभली नलिकन सेल्फ लभ गर्ने एउटा माध्यम हो भनेर चाहिँ बुझ्नुहोस् है र अब मेरो भिडियोलाई नाइ भन्दै फोन राखेर आफूलाई समय दिनुहोस्